ऐतिहासिक श्री गण्डकी कोटी होममा चाहिँ आज शनिबार भएकोले गर्दाखेरि चाहिँ सब मान्छेहरूको धेरै भिडभाड भएको छ। धेरै मान्छेहरू श्रद्धा भजनहरू मान्छेहरू आउनुभएको छ। हेर्नुहोस् त एकदम धेरै भएको छ यहाँनिर। हेर्नुहोस् त सबै एकदम भिड भएको छ। एकदम श्रद्धाले भक्तजनहरू पनि सबै आउनुभएको छ। हजुरहरू जहाँ जहाँ हुनुहुन्छ टाढा टाढा हुनुहुन्छ भनेदेखि पनि आएर यो कोटी होमको दर्शन गर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् यहाँ मान्छे एकदम यहाँ भक्तजनहरू तमाम भक्तजनहरू उपस्थित भएको छ। हजुरहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीँबाट पनि के गर्न सक्नुहुन्छ आएर दर्शन गर्न सक्नुहुन्छ। सतकुण्डीय गायत्री कोटी होम महान यज्ञ न भूतो न भविष्य न कहिले हुन्छ न कहिले हुन सक्छ हो यस्तो कोटी होम लागेको छ। हजुर जहाँ जहाँ भए पनि म सबै नेपालवासी तथा इन्डियामा जहाँ हुनुहुन्छ विदेशमा जहाँ पनि हुनुहुन्छ सबै आएर यो ऐतिहासिक गण्डकी कोटी होमको यज्ञ दर्शन गर्नुहोला। ल हेर्नुहोस् है यहाँनिर एकदमै तमाम भइरहेछ। तमाम भक्तजनहरूको चाहिँ यहाँनिर एकदम आउनुभएको छ। ल हजुरहरू पनि जहाँ जहाँ हुनुहुन्छ टाढा टाढा हुनुहुन्छ भनेदेखि चाहिँ आएर दर्शन गर्न सक्नुहुन्छ है। र यहाँ हाम्रो चाहिँ 100वटा कुण्डमा हवन भइरहेछ। 400 जना ब्राह्मण अन्त माथि गुरुजी भएकोबाट चाहिँ भइरहेछ। ल हेर्नुहोस् है ल यहाँ एकदम टाढा जहाँ जहाँ हुनुहुन्छ तपाईँ तमाम नेपालभरिमा जहाँ जहाँ हुनुहुन्छ आएर चाहिँ यो कुण्डीय गायत्री कोटी होमको दर्शन गर्न सक्नुहुन्छ। हेर्नुहोस् त ल तपाईँहरूलाई म दृश्य साइड म देखाउँदैछु। हेर्नुहोस् यहाँनिर यो तमाम भक्तजनहरू आइबसेको छ। र यो के गर्नु होला